दरबारभित्रका दरबारका सदस्यहरू कस्ता छन्? पूर्वराज ज्ञानेन्द्र शाहदेखि हृदयेन्द्रसम्म तपाईँ रहनसहन उठबस खानपिनसँगै हुन्छ नि त, सुरक्षा अफिसरको त होइन? तपाईँले देखेको दरबारभित्र दरबार कस्तो? दरबार भनेको एउटा तोकिएको ठाउँ हो। उहाँहरू पनि हामी जस्तै हो। उहाँहरूले खाने खाना पनि हामीले खाने जस्तै हो। मान्छेलाई लाग्ला उहाँहरूले खाने खाना छुट्टै हुन्छ भने होइन। उहाँहरूले खाने रासन पनि त्यही पसलमा किन्ने हो। उहाँले रासन कहाँ किन्नुहुन्छ? मलाई जहाँसम्म लाग्छ सरकारहरूले खाने रासन चाहिँ म कार्यरत हुँदा त्यति बेला चाहिँ न्यु रोडतिरबाट रासनहरू आउँथ्यो। न्यु रोड असन भनौँ न। अब तरकारी सागसब्जी त त्यही निर्मल निवास अगाडि किन्ने हो होइन। मान्छेलाई लाग्ला ओ राजाले त्यस्तो खानुहुन्छ उस्तो खानुहुन्छ, होइन। साधारण जस्तो हामी फरक त्यो उहाँहरूले चाहिँ ताज पहिरनु भएको, हामीले चाहिँ ताज पहिरेनौँ होइन। उहाँ नि हामी जस्तै जनमानस हो। त्यसमा कहिले पनि त्यस्तो फिलै भएन कि हो मान मर्यादामा उहाँ राजा रानी युवराज युवरागी भनेर चाहिँ उहाँहरूले पाइबक्सेको त्यो पहिचान हो भने। तर खाने लाउने हिँड्ने डुल्ने विषयमा हामी जस्तै उहाँहरू त्यस्तो हाइफाई टाइपमा मैले अरू देशको भिभिआइपी र हाम्रो देशको भिभिआइपी भनौँ न अरू हेर्छु। मैले युरोपतिरको राज परिवारहरू हेर्छु, हाम्रो देशको राज परिवारहरू हेर्छु होइन। जस्तै पढ्ने सिलसिलामै भनौँ न, बरु यहाँ जनताको छोरा नेताको छोराहरू विदेश पढ्छन् भने उहाँहरूको सन्ततिले त यहीँ पढिरहेको छ, यहीँबाट स्कुलिङ गरेर गएको हो होइन। अहिले पनि त अब पढ्न शिक्षा लिन विदेश जानु त्यो शिक्षाको लागि त्यो एक्सपोजरको लागि त्यो राम्रो कुरा हो। तर उहाँहरू त लगभग यहीँ हुनुहुन्छ। पूर्णिका सरकार यहीँ हुनुहुन्छ, नविराज हृदयेन्द्र सरकार पनि आउने जाने क्रममा छ। हुन त उहाँ अमेरिकामा पढिबक्सन्छ भन्ने सुनेछु मैले होइन। तर त्यस्तो डिफ्रेन्सेस छैन। बरु हामी जनताको छोराहरू एडभान्स वेमा गइसक्यौँ। उहाँहरू एकदम साधारण वेमा जस्तै उपचारकै क्रममा पनि हामी हेरौँ न, हामी बरु विदेश जान्छौँ, जनताहरू विदेश गएर उपचार गर्छौँ भने नेताहरू विदेश जान्छन् भने खै राज परिवारहरू त सकेसम्म यहीँ उपचार गरेको देख्छु मैले। त्यस्तो पनि छैन। उहाँहरू जति मान्छेले भन्छन् नि ए राजा रानी यस्तो दरबार हुन्छन्, मैले यत्रो वर्ष जागिर खाएँ नेपाली सेनामा 22 वर्ष लगभग होइन। मैले दरबारमा प्रवेश गर्दा र आजको दिनसम्म नि मैले उहाँहरूलाई चाहिँ एउटा साधारण लाइफ बिताइरहेको पाइरहेको छु। त्यस्तो उसमा छैन। के पाक्छ भान्सामा नर्मल्ली? भान्सामा त्यही हो, उहाँहरूले खाने दाल भात तरकारी नै हो, हामीले खाने दाल भात तरकारी नै हो। मैले देखेको मैले चाहिँ अब भने नि अब कतिपय अवस्थामा चाहिँ अब यो कुरा त अब मैले यहाँ भन्नु ठिक हुन्छ भन्नु होइन। जस्तै दाल चामल साग सब्जी नर्मल हामीले जे खाने उहाँहरूले नि त्यही खाने हो, त्यसमा कुनै चेन्जेस छैन। कहिले तपाईँले दरबारको भान्साको लागि राम्रो सागको मुठा फेला पारमा आज किनेर लैदिन्छु भन्ने त्यस्तो भएर किन्नु पनि भयो? त्यस्तो त हुन्न। त्यहाँभित्र पनि खटेको हुन्छ। त्यहाँ किचन बुवाई त्यसपछि धाइबा धाइआमा जस्तै त्यहाँ हुन्छ, उनीहरूको जिम्मेवारी हुन्छ। तर गेटमा चाहिँ हामीले चेक गर्दाखेरि चाहिँ कस्तो साग ल्याएछ कि त्यो हामीलाई थाहा हुन्थ्यो। किन भन्दा त्यहाँ चाहिँ हरेक दरबारभित्रबाट आउने जाने सबै सामानहरू त्यहाँ गेटमा चेक हुन्छ। त्यति बेला चेक गर्थ्यौँ हामीले, अनि थाहा हुन्थ्यो आज सब्जी के आएको छ। त्यो नर्मली थाहा नै हुन्छ त्यो। नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, जनता र राजाको संयुक्त प्रयत्नबाट 75 वर्ष अघि नेपालमा प्रजातन्त्रको मिरमिरे घाम उदाएको सुखद दिवसको सम्झना गर्दै हामी सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ। प्रजातन्त्र स्थापनाको निम्ति उदारता दर्शाइ बक्सिने हाम्रो जिजुबुवाजू राष्ट्रपिता श्री 5 त्रिभुवनको सम्झना गर्दै मौसुफ प्रति हामी श्रद्धा सुमन अर्पण गर्दछौँ। प्रजातन्त्रका निम्ति जीवनदान दिने ज्ञात अज्ञात शहीदहरू र प्रजातन्त्रका लागि क्रियाशील रहने सबै पात्रहरूप्रति पनि हामी श्रद्धा भाव व्यक्त गर्दछौँ।
केही महिनाको झापा बसाई पश्चात राजधानी फर्किने क्रममा हाम्रो स्वागतमा सामेल हुनुहुने उपत्यकाका आदिवासी नागरिक एवं आम जनसमुदायमा हार्दिक आभार सहित धन्यवाद अर्पण गर्दछौँ। मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा हामीप्रति दर्शाएको यस्तो प्रेम र सद्भावले हाम्रा मन र मुटु मात्र छोएको नभई हाम्रा निम्ति एउटा अटल दायित्वबोधको प्रेरणा पनि मिलेको छ। सिङ्गै मुलुक यति बेला अस्वाभाविक छटपटीको भुमणीमा फसेको छ। देशको अस्मिता र अस्तित्व नै सङ्कटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन्। विगतमा अनेकौं नाममा आन्दोलन र सङ्घर्ष भए। सङ्घर्षको आडमा परिवर्तन पनि गरिए, तर सबै प्रकारका परिवर्तनहरूले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको छ। हाम्रो शत्रु विपन्नता र अस्थिरता हो, तर एउटा नेपालीको अर्को नेपालीलाई बैरी ठान्ने अवाञ्छित संस्कृतिलाई हामीले बढावा दियौँ, जसका कारण देश आज इतिहासकै सबैभन्दा गहिरो दर्दनाक स्थितिमा आइपुगेको छ। त्यसैले कठिन परिस्थितिमा परेको आजको मुलुकमा परस्पर घृणा र द्वन्द्वको राजनीतिमा पूर्ण विराम लगाउँदै सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रवर्धन गरौँ। प्रजातन्त्रमा राज्य व्यवस्था र प्रक्रिया संवैधानिक मान्यता अनुरूप चल्नु उपयुक्त हो। प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छनौटको आवाधिक निर्वाचन एक स्वाभाविक प्रक्रिया भए तापनि यतिखेरको आम जनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचन पछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो। वर्तमान अवस्थामा अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेको यस्तो दुःखद परिस्थितिमा आलो पालो भाग लगाएर खाउँ भन्ने सोचले होइन, मिलेर काम गरौँ भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सकिन्छ। प्रजातन्त्रमा जनता आफै जागरुक बनेर समाज र राष्ट्र सेवाको सत्कर्ममा अग्रसर हुनु पाउनु पर्ने हो, तर कसैलाई खुसी पार्नु पर्ने अनि कसैबाट तोकिनु पर्ने बाध्यात्मक व्यवस्थाको जन्जिरमा बाँधिनु परेको छ। देशको भू बनोट तथा समाजको प्रकृति सुहाउँदो व्यवस्था र प्रणालीले मात्र दिगो र सकारात्मक परिणाम दिन सक्छ। आम जनताको समग्र हित हुने तथा विश्व सामु नेपालीको उच्च शिर हुने व्यवस्था नै प्रजातान्त्रिक व्यवस्था नेपाललाई सुहाउँछ। कुनै व्यवस्थाको राम्रा र असल पक्षहरू टिप्नु र राख्नुपर्छ। जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन्
त्यस्तालाई फाल्नु र फ्याँक्नु पर्छ। त्यसैले विश्वका कैयौं राष्ट्रहरू पहिले आफ्नो देश, पहिला आफ्नो जनता र पहिला आफ्नो आवश्यकता भन्दै त्यही प्राथमिकतामा प्रजातन्त्रको पाइला बसाइरहेका छन्। हो, हामीले पनि हाम्रो धरातलीय यथार्थमा उभिएर प्रजातन्त्रको प्रयोग, परीक्षण र प्रशोधन गर्दै जानु पर्दछ। नेपालको एकीकरण, प्रजातान्त्रिकरण र आधुनिकीकरण सँगै जनताको बदलिदो चाहना र आवश्यकतालाई ध्यानमा राखेर समानुकूल परिवर्तन र परिमार्जन गर्दै आम जनताको दैनिक कामकाज सहज र सरल बनाउँदै जानुपर्ने आजको पहिलो आवश्यकता हो। प्रजातन्त्रमा सबै थरी विचार, सबै थरी संस्कारको आधार हुनु पर्दछ। सबैले सबैलाई कदर गर्ने समन्वयकारी गुणबाट नै सामाजिक मूल्यको प्रजातन्त्र दिगो र दरिलो हुन्छ। अरूको भरमा परेर हामी अक्करमा नपरौं। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल।